मलाई चिन्ता बढ्यो, मलाई यो पो भन्नुको, उसको प्रशंसा गरेपछि नआएकालाई पनि उसले बोलाइ लिएर आउँछ। अहिले एउटाले दुःख दिँदा त यति छ, भोलि त्यसले 7 वटा बोलाएर लिएर आएर पीडा दिँदा कति होला? ख्याल गर्नुहोस् त, सोच्नुहोस् त एकचोटि। भनेपछि त्यसलाई हामीले बोलाएर आउने बनाउने होइन कि भएकोलाई पनि छट्टा र पट्टा गरेर भाग्ने वाला परमेश्वरले वचनद्वारा बनाउनु भएको छ। मैले तिम्रो हातमा शक्ति दिएको छु, तिम्रो मुखमा जीवन र मृत्यु दिएको छु। अब तिमी बोल, तिम्रो जीवन चाहिएको छ जीवन बोल, मृत्यु चाहिएको छ मृत्यु बोल। हाम्रो जीवनमा के चाहिएको छ? चाहिने कुरा मैले तिम्रो जिब्रोमा राखिदिएको छु। आखिर तिमीले तिम्रो जिब्रो सुधार्यौ भने तिम्रो जीवनलाई मैले सुधार्छु, तिम्रो परिवारलाई मैले सुधार्छु, तिम्रो सबै कारोबारलाई मैले सम्हाल्ने छु। तिमी नडराऊ, म तिम्रो साथमा छु। कसले भन्नुभयो? हाम्रो सर्वशक्तिमान परमेश्वर पिताले भन्नुभएको छ। भनेपछि हामीलाई ईश्वर पिताको स्वर्गको यो शिक्षा नपाएको कारण हामी हिजोको दिनमा के भयौँ त? तडपिएर हिँडेका थियौँ, भङ्तारिएर हिँडेका थियौँ। हामीले बनाएको चिजमा घुँडा टेक्यौँ, तर हामीलाई बनाउने ईश्वरमा घुँडा टेक्न चाहेनौँ। त्यसैले हाम्रो जीवनमा तहस नहस भयो, हाम्रो जीवनका सुख खोसिए, हाम्रो जीवनको सम्पत्ति खोसिए, हाम्रो परिवारको मिलापहरू सुख शान्ति खोसिए। तर आज हामीलाई परमेश्वर पिताले यति शक्ति दिनुभएको छ, यति आशिष दिनुभएको छ। मेरो सन्तान, मैले तिमीलाई बनाएको, म तिमी भित्र बास गर्छु, तिमीले बाहिर खोज्दै नहिँड। तिम्रो उद्धार त्यो बाहिरको संसारमा छैन, तिम्रो सुधार त्यो बाहिरको शिक्षामा छैन। बाहिरको शिक्षामा के छ त? अहङ्कार छ, घमण्ड छ। अलिकति संसारको शिक्षामा मैले भन्दा अरू कसैले 2 क्लास बढी पढेको होस्, उसमा घमण्ड आउँछ। डिग्री पास गरेको होस्, उसमा घमण्ड आउँछ। तर हाम्रो परमेश्वरले दिनुभएको स्वर्गको शिक्षाले भने त्यो डिग्री पास दोबर गरे तापनि हाम्रो परमेश्वरको सन्तानमा कहिल्यै घमण्ड आउँदैन। जब घमण्ड छैन, ईर्ष्या छैन, डाहा छैन, ज्वेलर छैन भने त्यो सन्तान कसको सन्तान ठहरिन्छ? परमेश्वर पिताको सन्तान ठहरिन्छ। ऊ हमेसा सधैँ एक थिर रहन्छ, सधैँ एउटै स्थानमा रहन्छ। उसमा धन होस् नहोस्, उसमा शिक्षा होस् नहोस्, उसमा आफूमा भएको परिवार पाल्न पुग्ने धन होस् नहोस्, तर परमेश्वर पाएकोमा त्यो सन्तानले के गर्नेछ? गर्व गर्नेछ। परमेश्वरले भन्नुभएको छ, जसले खान र पिउनु भन्दा बाहेक असल मलाई बनाउँछ, जीवनको पहिलो स्थान जसले मलाई बनाउँछ, उसलाई पहिलो स्थानमा मैले राख्नेछु, मेरा सन्तान भन्नुभएको छ।